हेलो हाई नमस्ते म मिलन मोक्तान हामी एक हप्ताको लागि टुर जाँदैछु सर्लाहीबाट। आज चाहिँ हामी पहिलो दिन पोखरामा आएको छ। पोखराको बेगनास ताल घुम्दैछ हामी। पोखरा वा क्या राम्रो भ्यू देखिरहेको छ यहाँबाट। त्यसपछि हामी फेबातालमा आइसकेको छ। फेबाताल घुम्नलाई हेलो हाई डुङ्गा चढेर चाहिँ त्यो तालको बिचमा एउटा मन्दिर रहेछ। त्यसको नाम त्यो तालको मन्दिरको नाम चाहिँ बाराही मन्दिर रहेछ। त्यहाँ पूजाआजा गरिसकेपछि हामी फर्किने सुरसारमा छ। वाउ ताल दामी देखिरहेको छ यहाँबाट। कति राम्रो ठाउँ रहेछ यहाँनिर चाहिँ। त्यसपछि हामी सारङ्गाको डाँडा चढ्दैछ। यो थाकिरहेको छ यहाँबाट। हेलो गणेशको मूर्ति पनि रहेछ। सब कति ठुलो रहेछ यहाँनिर। मन्दिर छ कुन मन्दिर यहाँ। अनि यहाँ धारा रहेछ 140 वटा कति धारा रहेछ यहाँ। कति राम्रो छ। वाउ यहाँबाट पोखरा कति दामी देखिरहेको छ। भ्यू दामी छ। पोखरा पुरै फेबातालदेखि एयरपोर्ट सबै देखिरहेको छ यहाँबाट। दामी भ्यू छ यहाँबाट। ठाउँ छ आउनै पर्ने ठाउँ रहेछ यहाँ। कति राम्रो ठाउँ छ। ल म एकछिन बसेँ थाकिरहेको छ। पुरै थाकेँ यहाँ उकालो चढ। अब चाहिँ हामी पुङदीकोटको डाँडामा आएको छ महादेवको दर्शन गर्नलाई। यहाँ महादेवको ठुलो मन्दिर छ मूर्ति छ। यो हेलो श्रीविका हेलो हाई। अनि यो धारा चाहिँ कतिवटा धारा छ आकाश छिटिरहेको छ। यहाँ चाहिँ म गनेको छैन। धेरै राम्रो दृश्य छ यहाँनिर। धेरै फराकिलो ठाउँ छ यहाँ। पर्यटकहरू धेरै छन्। स्वदेशी विदेशी पर्यटकहरू छन्। अनि यस्तो डाँडामा यत्रो फराकिलो ठाउँ कसरी बनाएको। यो धाराले गर्दा नै राम्रो भ्यू देखिरहेको छ यहाँ। दामी ठाउँ छ यहाँनिर। अनि यो माथि चढ्ने चाहिँ यहाँबाट रहेछ। झर्ने उताबाट रहेछ। अनि यहाँ चप्पल जुत्ता फुकालेको ठाउँ रहेछ। फुकालिदिएँ मैले पनि। अन्त माथि चढेँ म चढ्दैछु। माथि चढिसकेपछि पुरै पोखरा देखिरहेको छ यहाँबाट। मान्छेहरू चाहिँ यहाँ टिकटक बनाउन भिडियो बनाउन भिड छ। आफ्नो सुरमा छ। महादेवको मूर्ति चाहिँ धेरै ठुलो छ यहाँ। यो कति कुण्टल टनको होला होइन। त्रिशुलै होला एक कुण्टलको। कति राम्रो ठाउँ छ यहाँ चाहिँ। पोखराको यात्रा सिद्धेपछि भोलिपल्ट हामी गान्द्रुको यात्रा लाग्दैछौँ। अनि 3 घन्टाको यात्रा हुनेछ अरे हाम्रो। फर्स्ट टाइम हामी आउँदैछ गान्द्रुको यात्रामा चाहिँ। गान्द्रु जाँदैछ। बाटो चाहिँ यहाँ राम्रै छ अहिलेको लागि। पछि बिचबिचमा चाहिँ कस्तो होला त थाहा भएन। वाउ बाटोमा राम्रो भ्यू देखिरहेको छ यहाँ। कति राम्रो सुन्दर बाटो छ यहाँनिर चाहिँ। पुगिसकेपछि बेलुका खाना खाएर एकछिन रमाइलो गऱ्यो हामी। धेरै रमाइलो भएको थियो त्यहाँनिर। नाचगान गऱ्यो। भोलिपल्ट उठेर घामको झुल्केसँगै हिमालको दृश्य हेर्न थाल्यो हामीलाई। अनि यतापट्टिको यो चाहिँ अन्नपूर्ण हिमाल हो। उता चाहिँ माछापुच्छ्रे हिमाल हो। त्यहाँ सबै सिद्ध्याएर हामी त्यहाँबाट फर्क्यौँ। ओह्रालो लाग्यो। अब हामी पोखरातर्फ लाग्यो। बाटोमा चाहिँ हामीले 5 घन्टा जाममा पऱ्यो। त्यसपछि हामी ताप्लेजुङ तानसेन हुँदै लुम्बिनीतर्फ लाग्यो। लुम्बिनीमा हामी गाइड लिएर गएको थियो। हामीलाई अलि सजिलो भयो। हामी मात्रै गएको भए त्यसमा केही थाहा नहुने रहेछ। गाइडले हामीलाई 1-2 घन्टामै घुमाइदिए। तपाईँको चाइनिज मन्दिर, जापानिज मन्दिर, कोरियन मन्दिर, मायादेवी मन्दिर सबै घुमेँ। यहाँ चाहिँ हाम्रो म्याडम ढोक्दैछ। सब ठाउँ घुमिसकेपछि हामी यता अर्को मन्दिरमा आइसकेको छ। म्याडम अगाडि हिँड्दैछ। यसमा चाहिँ हामी अलिकति भिडियो बनाएँ यहाँनिर। वाह सुन्दर छ यो मन्दिर। सफा छ। यो अर्को मन्दिरमा सुनको मन्दिर जस्तो छ। धेरै सुन्दर मन्दिर हो। अर्को वाइट गुम्बा हो कि कुन भन्छ यसलाई चाहिँ। यहाँनिर आएको छ हामी। वाउ धेरै सफा राम्रो छ। यहाँनिर शान्त वातावरण र राम्रो ठाउँ रहेछ त्यहाँ। अनि भ्यूहरू पनि राम्रो छ। यहाँ सिनहरू पनि दामी छ। त्यहाँबाट पछि हामी अब पुनः सर्लाही फर्कियो। राति नै सर्लाही फर्केँ। त्यहाँबाट आउनु चाहिँ हामीले 5 घन्टाको यात्रा थियो। राति नै सर्लाही हामी आइपुगे। बाई बाई।
सबैलाई।